नमस्ते साथीहरू, आज म उपस्थित भएको छु तपाईहरुलाई बैंकिङ सेक्टरमा प्रयोग हुने एकदमै इम्पोर्टेन्ट शब्द केवाईसी। आउनुहोस् साथीभाइहरू, सुरुमा बुझौँ केवाईसी भनेको के हो। केवाईसी को पूर्ण रूप नो योर कस्टमर भन्ने हुन्छ। यसको अर्थ बैंकले आफ्ना ग्राहकहरूलाई सबै ढंगले चिन्ने अर्थात् डिटेलमा विस्तृत रूपमा ग्राहकको पहिचान गर्ने चिन्ने प्रक्रियालाई जनाउँछ। नो योर कस्टमरको उद्देश्य गैर कानुनी कार्यबाट आर्जित आयलाई वैध बनाउनबाट रोक्नु अर्थात् बैंकलाई माध्यम बनाएर दूषित सम्पत्तिलाई बैंकको माध्यमबाट शुद्धिकरण गर्ने कार्यलाई रोक्नु हो। बैंकले वित्तीय कारोबार गर्दा स्वच्छ वित्तीय कारोबार गर्दछ। यसमा अपराधजन्य क्रियाकलाप सामेल नहुन् भन्ने उद्देश्यले केवाईसी अर्थात् ग्राहक पहिचान गर्दछ। ग्राहक पहिचान विभिन्न समयमा गर्ने गरिन्छ। ग्राहकसँग सम्बन्ध स्थापना गर्दा अनि बृहत ग्राहक पहिचान गर्दा, ग्राहकको कारोबारमा शंका लागेमा अथवा सीमा भन्दा बढी कारोबार भएको खण्डमा ग्राहक पहिचान गर्ने गरिन्छ। अनि साथीहरू, ग्राहक पहिचान गर्दा एउटा बैंकले केवाईसी फर्म भन्ने हुन्छ त्यो दिने गर्दछ। त्यसमा डिटेलमा ग्राहकको विवरणहरू भर्नुपर्ने हुन्छ, जस्तै ग्राहकको नाम, ठेगाना, नागरिकता नम्बर, फ्यामिली विवरणहरू, फ्यामिलीमा को हुनुहुन्छ, उहाँहरूको सम्पूर्ण नामहरू डिटेलमा, अनि राष्ट्रिय परिचय पत्रको विवरण, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता इस्यु डेट, ठेगाना, इन्कम, वार्षिक कारोबारको रकम, वार्षिक रकम, आर्थिक आम्दानी लगायत डिटेलमा सम्पूर्ण विवरणहरू समावेश गरिएको हुन्छ। यसरी लिएको फर्म नै केवाईसी फर्म हो र केवाईसी फर्ममा भरिएका विवरणहरू केवाईसी विवरण हुन्। र साथीहरू, कुनै पनि ग्राहकले आफूले भरेको विवरण परिवर्तन भएमा केवाईसी अपडेट गर्नुपर्ने हुन्छ। र केवाईसी को मुख्य उद्देश्य चाहिँ विभिन्न ढंगले अपराधजन्य क्रियाकलापहरूलाई रोक्नु हो। जस्तै सीमा पार कारोबारबाट हुने आपराधिक क्रियाकलापहरू, गैर कानुनी क्रियाकलापहरू जस्तै जुवा, तास, चोरी, डकैती, मानव तस्करी, महिला बेचबिखन, ह्युमन ट्राफिकिङ लगायत विभिन्न क्रियाकलापहरू, अवैध ढंगले लागू औषध कारोबार, मानव तस्करी यावत कुराहरू, वन जङ्गल तस्करी, जनावरको तस्करी, यस्ता क्रियाकलापबाट मानिसले इलिगली पैसा कमाउने गर्दछन्। यस्तो इलिगल सम्पत्तिले देशको अर्थतन्त्रमा धेरै ठुलो नकारात्मक प्रभाव पार्दछ। तसर्थ यो प्रभावलाई कम गर्न, यो असरलाई कम गर्नको लागि बैंकले धेरै हदसम्म भूमिका खेल्दछ, जसको महत्त्वपूर्ण श्रेय केवाईसी विवरण लिनु हो। केवाईसी भर्दाखेरि ग्राहकले सही सत्य तथ्य विवरणमा आधारित रहेर केवाईसी फर्म भर्नुपर्ने हुन्छ। अनि केवाईसी फर्म ग्राहक सम्बन्ध स्थापना गर्दा अनिवार्य भन्नुपर्छ एक। अनि अर्को कुरो, केही विवरण सच्याउनु पर्ने भएमा अथवा अपडेट गर्नुपर्ने भएमा पनि केवाईसी पहिचान गरिन्छ। र
बृहत ग्राहक पहिचान भनेको हाई रिस्कका कस्टमरहरूलाई वर्षै पछि केवाइसी इसिडिटी इन्हान्स कस्टमर ड्यु डिलिजेन्स गरिन्छ। कस्टमरलाई 3 भागमा वर्गीकरण गरिन्छ। उनीहरूको आम्दानीको स्रोत, क्रियाकलाप, पेसा आदि विविध आधारमा 3 भागमा वर्गीकरण गरिन्छ। लो रिस्क कस्टमर, मिडियम रिस्क कस्टमर र हाई रिस्क कस्टमर गरेर 3 भागमा वर्गीकरण गरिएको हुन्छ। प्राय जसो न्यून इन्कम हुने कस्टमरहरू, सामाजिक सुरक्षा सोसल सेक्युरिटी एकाउन्ट खोलिने कस्टमरहरू, न्यून आम्दानी भएका कस्टमरहरूको लागि लो रिस्कमा विभाजन गरिन्छ। मध्यम वर्गका कस्टमरहरू, पेशेवर कस्टमरहरू, मध्यम इन्कम भएका कस्टमरहरू, किसानहरू, शिक्षकहरू लगायत अन्य कस्टमरहरूलाई मध्यम वर्गमा विभाजन गरिन्छ भने हाई रिस्क कस्टमरमा सुन चाँदी व्यवसायीहरू, सहकारी सङ्गठनहरू लगायत राजनीतिक उच्च पदस्थ व्यक्तिहरूलाई हाई रिस्क कस्टमरमा विभाजन गर्ने गरिन्छ। फेरि बुझौँ है त साथीहरू, केवाइसी भनेको के हो बुझ्नुभयो त? एकचोटि म फेरि रिपिट गर्छु, ध्यान दिएर सुनौ है। केवाइसी भनेको कुनै पनि ब्याङ्कले आफ्नो ग्राहकलाई चिन्नु हो, डिटेलमा चिन्नु, बृहत रूपमा चिन्नु हो। ग्राहकको घर कहाँ हो, के काम गर्छ, कति कमाउँछ, कारोबार कुन ढङ्गले गर्छ, कति कारोबार गर्छ, नागरिकताको जारी जिल्ला कहाँ हो, जन्मस्थान कहाँ हो, थायी ठेगाना कहाँ हो, अस्थायी ठेगाना कहाँ हो, परिवारमा को छन्, उसको त्यो नक्सा ठेगाना भएको नक्सा कहाँ छ, कस्तो छ, ब्याङ्कबाट कुन दूरीमा छ, सबै कुराहरू केवाइसीमा प्रष्ट रूपमा खुलाइएको हुन्छ। अनि साथीहरू, केवाइसी भनेको के रहेछ? ब्याङ्कले आफ्नो ग्राहकलाई डिटेलमा चिन्ने, सम्पूर्ण ढङ्गले चिन्ने, ग्राहक को हो, कस्तो प्रकृतिको ग्राहक हो, मध्यम रिस्कको ग्राहक हो कि हाई रिस्कको ग्राहक हो कि लो रिस्कको ग्राहक हो कि उसको इन्कम सोर्स के छ, इलिगल काम त कतै गर्दैन, इत्यादि कुराहरू बुझ्नु केवाइसीले बुझ्नलाई सहयोग पुर्याउँदछ। र यो बुझ्नुको उद्देश्य चाहिँ गैर कानुनी कार्यलाई रोक्नु हो। गैर कानुनी कार्यबाट आर्जित आयलाई वैध बनाउनबाट पनि रोक्ने काम केवाइसीले गर्दछ। अनि साथीहरू, केवाइसीले अर्को महत्त्वपूर्ण फाइदा के गर्छ भने अन्तर्राष्ट्रिय स्तरबाट नेपाललाई हेर्ने दृष्टिकोणमा बदल्छ। नेपालीहरू इलिगल काममा संलग्न छैनन्। नेपालको पहिचान एउटा स्तरीय गुणस्तरीय बनाउनमा, नेपाल चाहिँ यो गैर कानुनी कार्यबाट आर्जित आयमा वैध बनाउनमा न्यून मात्रामा संलग्न छन् है। केवाइसी पहिचान राम्रोसँग गरिन्छ, नेपाल चाहिँ ब्ल्याक लिस्टमा परेको छैन भन्ने कुरा चाहिँ केवाइसीले पुष्टि गर्न मद्दत गर्दछ। र साथीहरू, नेपाल ग्रे लिस्टमा परेको छ, यसलाई मिनिमाइज गरेर व्हाइट लिस्टमा पार्न पनि हामी सबैको दायित्व हो। ल साथीहरू, हजुरहरूले अहिलेसम्म मेरो भिडियो हेरेर सुनेर साथ दिनुभयो, हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद। म तपाईहरुप्रति आभारी छु, आभार प्रकट गर्न चाहन्छु र फेरि यस्तै भिडियोहरु लिएर आउने पक्कै बाचा गर्दै अहिलेलाई बिदा हुन्छु। नमस्ते।